हेलो साथीहरु, नमस्ते। सम्पूर्ण साथीहरुलाई मेरो युट्युब च्यानल नेपाल बी किपिङमा स्वागत छ साथीहरु। र आज पनि म एउटा छोटो भिडियो लिएर उपस्थित भएको छु साथीहरु। र सम्पूर्ण साथीहरुले मेरो च्यानललाई चाहिँ सब्स्क्राइब गरिदिनु होला, साथै लाइक, शेयर, सब्स्क्राइब र कमेन्ट पनि गरिदिनु होला साथीहरु। र तपाईहरुले देखिरहनु भएको यो चाहिँ नेपाली भाषामा चाहिँ हामी यसलाई आल्चा भन्छौं साथीहरु। आल्चाको रुख हो यो। र यो चाहिँ मौरीको लागि एकदमै राम्रो वनस्पति हो साथीहरु। यसरी यो चाहिँ एकदमै मजाले फुलिरहेको छ साथीहरु। साथै मौरी पनि एकदमै मजाले चरिरहेको छ। र हामीले पहाडी इलाकामा व्यावसायिक रूपमा मौरी पालन गर्दा चाहिँ यसरी विभिन्न फूल फुल्ने वनस्पतिहरु, फलफुलको बोट बिरुवाहरु लगाएर सँगसँगै गरेको खण्डमा चाहिँ हामीलाई एकदमै राम्रो फाइदा हुन्छ साथीहरु। यसरी हामीले अब यो सिजनमा चाहिँ हामीले आरु, आल्चा लगायतका विभिन्न वृक्षहरू लगाएर सँगसँगै गरेको खण्डमा चाहिँ हामीलाई व्यावसायिक रूपमा मौरी पालन गर्दा पनि राम्रो हुन्छ साथीहरु, फाइदा हुन्छ साथीहरु। यो चाहिँ नेपाली बोलीचालीको भाषामा चाहिँ हामी यसलाई, गाउँघरको भाषामा चाहिँ यसलाई आल्चा भनेर भन्ने गर्छौं साथीहरु। एकदमै मजाले फुलेको छ। साथै हामीले यस्तो वृक्षहरू चाहिँ घरको छेउछाउ, बाटोको छेउछाउतिर रोपेको खण्डमा चाहिँ एकदमै राम्रो फूल फुल्छ साथीहरु। हेर्दा पनि एकदमै राम्रो हुन्छ। यसरी साथीहरु, तपाईहरुले यहाँ देखिरहनु भएको छ यो गुराँसको रुख हो। एकदमै मजाले गुराँस फुलेको छ। हामीले व्यावसायिक रूपमा मौरी पालन गर्दा चाहिँ गुराँसमा पनि एकदमै मजाले मौरी राम्रो चर्छ साथीहरु। तपाईहरु यहाँ देख्न सक्नुहुन्छ है, एकदमै मजाले मौरी चरिरहेको छ। अब सिजन सुरु भइसकेको छ साथीहरु। मौरीको लागि पनि एकदमै राम्रो वनस्पतिहरु फुलिरहेछ है। तपाईहरु देख्न सक्नुहुन्छ यही। व्यावसायिक रूपमा मौरी पालन गर्दा चाहिँ साथीहरु हामीले यसरी वनस्पति, विभिन्न फूल फुल्ने वनस्पतिहरु चाहिँ एकदम लगाउन एकदमै आवश्यक हुन्छ साथीहरु। एकदमै मजाले मौरी चरिरहेको अवस्था छ यहाँ। यसरी मौरी चर्छ साथीहरु। गुराँसको एकदमै रस धेरै आउने हुनाले साथीहरु गुराँसमा एकदमै मजाले मौरी चर्छ। मह पनि एकदमै राम्रो हुन्छ। यसरी भित्र पसेर निकाल्छ साथीहरु रस मौरीले। यहाँ पनि देख्न सक्नुहुन्छ है, भित्रबाट मौरीले रस निकालिरहेको अवस्था छ है। यसरी हो, भित्रबाट मौरीले रस निकाल्दैछ साथीहरु। यहाँ देख्न सक्नुहुन्छ है, यहाँ भित्रबाट मौरीले एकदमै मजाले रस सङ्कलन गरिरहेको छ साथीहरु। मौरीको लागि एकदमै राम्रो वनस्पति हो है साथीहरु। गुराँस चाहिँ एकदमै राम्रो मह सङ्कलन गर्छ यहाँबाट। देख्न सक्नुहुन्छ है तपाईहरु। साथै सम्पूर्ण साथीहरुलाई मेरो यो भिडियो चाहिँ लाइक, शेयर गरिदिनु होला साथीहरु। मेरो च्यानललाई चाहिँ बढी भन्दा बढी सब्स्क्राइब गरिदिनु होला। यस्तै मौरी सम्बन्धी भिडियोहरु मात्रै आउँछ मेरो च्यानलमा साथीहरु। तपाईहरुले मन पराइदिनु हुनेछ भन्ने मैले आशा लिएको छु। साथै म अब अर्को भिडियो लिएर फेरि उपस्थित हुनेछु है त साथीहरु।